हेलो साथीहरू, आज चाहिँ म वाइवाई र करेन्ट खान गइरहेको छु। लाइफमा जतिसुकै टेन्सन भए पनि यो पिरो चाउचाउ खाएपछि चाहिँ हल्का राहत चाहिँ हुन्छ है। त्यसैले चाहिँ म आज चाहिँ यो पिरो स्पाइसी नुडल्स चाहिँ खान गइरहेको छु। मैले चाहिँ वाइवाई र करेन्ट नुडल्स चाहिँ फोडेर चाहिँ सबै रेडी गरेँ र यता चाहिँ पानी चाहिँ उम्लिरहेको थियो र मैले चाहिँ अघि फोडेको चाहिँ चाउचाउको सुपहरू सबै निकालेर चाहिँ एक ठाउँमा राखेँ। तर यो वाइवाईको पिरो चाहिँ मैले खोज्दा एकदम भेट्टाएको थिएन र लास्टमा मैले भेट्टाएँ, सानो रहेछ र मैले फोडेको चाउचाउहरू सबै चाहिँ एक एक गरेर चाहिँ त्यो तातो पानीमा कित्लीमा हालेँ। सानो टुक्राहरू पनि सबै त्यसमा खनाइदिएँ र यसरी वाइवाई पनि त्यसैमा मिक्स गरेर सबै त्यसमा हालिदिएँ। यसरी चाउचाउ पनि उम्लियो र लगभग पाकिसक्यो र त्यो पाकेको नुडल्सलाई चाहिँ प्लेटमा खनाएर चाहिँ अघि फोडेको सबै सस सुप पिरोहरू सबै चाहिँ हालेर माथिबाट सबै सर्किदियो र यसरी चाहिँ सबै सामग्रीहरू चाहिँ हालेर चाहिँ माथिबाट चाहिँ छरिदियो र एकचोटि राम्रोसँग मिक्स गर्यो र स्मेल चाहिँ खतरा मिठो आइरहेको थियो है त गाइज। अब चाहिँ खानालाई रेडी भयो र यसरी ग्वाम्म मुखमा हाले है त र स्वाद चाहिँ एकदम मिठो है त। यसरी मैले गम गम गर्दै पिरो नुडल्स चाहिँ खाएँ है त गाइज। यसरी घुमाएर ट्याक्क ग्वाम्म मुखमा हालेँ र क्वापकी क्वाप खाएँ है त। यसरी खाएर सबै प्लेट रित्तियो र भुँडी पनि भरियो।